नमस्कार साथीहरु, अहिले म यो चोभारको हाइटमा छु। यहाँबाट सम्पूर्ण यो काठमाडौँ शहरको दृश्य देख्न सकिन्छ। यहाँनिर एउटा जग्गा छ, यो प्रपर्टी हो। यो बाटो छ। यहाँनिर हजुरको 54 आना जमिन छ। यहाँ सानो सानो हाउसिङ बनाउने अथवा निजी एउटा भिल्ला बनाएर बस्नलाई एकदम गजबको ठाउँ छ। यो ठ्याक्कै चोभारको माथि गुम्बा, यो देख्नुहुन्छ गुम्बाको ठ्याक्कै मुनि पर्छ यो प्रपर्टी। बाटो पनि चौडा छ, हेर्नुहोस् दुईटा गाडी पास हुन्छ। 54 आना जग्गा, पुरानो रेट प्रति आना 35 लाख थियो। अहिले चाहिँ घटाएर दिने भन्ने निर्णय भएको छ। ल आउनुहोस्, हेर्नुहोस्। ल यस्तो दृश्य अवलोकन गर्न सकिने। यहाँ माउन्टेन पनि देखिन्छ यहाँबाट, तर आज देखिया छैन। काठमाडौँ सहर चाहिँ अलिकति खुल्लै छ आज चाहिँ। ल यो 54 आना जग्गामा यहाँहरूलाई स्वागत छ। ल माइक्रो बस आयो, उसले सिधै पास गरेर जान्छ। गाडी अलरेडी पाउँछ, बाटो चौडा छ। बाटोको लागि केही समस्या छैन, ढलान बाटो। हस्, धन्यवाद।